नमस्कार। यातायात क्षेत्रको एकमात्र मल्टिमिडिया यातायात अनलाइन टिभीमा यहाँलाई स्वागत छ। म अत्रि रुजु। सुरु गरौं यातायात टिभीको दैनिक समाचार बुलेटिन यातायात समाचार। सोमबारको रद्द दोहा उडान भोलि मात्रै गर्ने, यात्रुलाई 3 घण्टा अगाडि नै विमानस्थल आउन अनुरोध। सवारी साधनमा व्हील लक लगाउने कार्य विरुद्ध रिटमा कारण देखाऊ आदेश। सरकारद्वारा विपदका लागि हेलिकप्टर तयारी अवस्थामा। काठमाडौँको तीनकुनेमा एलएस अटो सोरुमको आज उद्घाटन। अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु। बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्न नेपालको प्रस्ताव। इजरायल र इरानद्वारा युद्धविराम स्वीकार। समाचार सविस्तार। हिमालय एयरलाइन्सले सोमबारको रद्द दोहा उडान भोलि मात्रै गर्ने भएको छ। दोहा काठमाडौँ उडान भोलि बिहान 7:55 बजेलाई सारिएको हो। कम्पनीले सोही अनुसार सूचित हुन सम्बन्धित यात्रुहरूलाई सूचना जारी गरेको छ। 23 जुनमा तय भएको हिमालयको उडान इरान र इजरायल बीचको तनावको मध्यपूर्वका अन्य देशहरूमा भोलिका लागि रिस्केड्युल गरिएको हो। नयाँ तालिका अनुसार हिमालयको जहाज काठमाडौँबाट भोलि बिहान 7:55 मा उड्नेछ भने स्थानीय समय अनुसार 10 बजे कतारको राजधानी दोहा पुग्नेछ। त्यसपछि 11 बजे पुनः दोहाबाट काठमाडौँका लागि उड्नेछ। नेपालमा बेलुकी 6:15 मा आइपुग्ने कम्पनीले जनाएको छ। कम्पनीले यात्रुहरूलाई 3 घण्टा अगाडि नै विमानस्थल आउन अनुरोध गरेको छ। नगर प्रहरी र ट्राफिक प्रहरीले सवारी साधनमा व्हील लक लगाउने कार्य विरुद्ध उच्च अदालतमा दर्ता गरिएको रिटमा कारण देखाऊ आदेश जारी भएको छ। न्यायाधीश खडानन्द तिवारीको इजलासमा सोमबार भएको सुनवाईपछि कारण देखाऊ आदेश जारी गरिएको हो। आइतबार कानुनका विद्यार्थी विवेक चौधरीले व्हील लक लगाउने कार्य संविधान ऐन तथा विधिको शासन विपरीत भएको दावी गर्दै रिट दायर गरेका थिए। रिटमा काठमाडौँ महानगरपालिका, नगर कार्यपालिकाको कार्यालय, महानगरीय प्रहरी बल, प्रहरी प्रधान कार्यालय र उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई विपक्षी बनाइएको छ। चौधरी गत चैत्र 15 गते उक्त रिट लिई उच्च अदालत पुगेका थिए। उच्चका रजिस्ट्रार श्रीलाल पौडेलले दरपिट गरिदिएका थिए। गत असार 5 गते न्यायाधीश श्यामकुमार भट्टराई र कृष्णराम कोइरालाको इजलासले दरपिट आदेश बदर गर्दै रिट दर्ताको आदेश दिएको थियो। उक्त आदेश पश्चात आइतबार रिट दर्ता भएको थियो। रिटमा ट्राफिक प्रहरीले सवारीमा व्हील लक लगाउने कार्य नागरिकको मौलिक अधिकारमाथि प्रत्यक्ष हस्तक्षेप भएको र कुनै कानुनी आधार समेत नरहेको भन्दै परमादेशको माग गरिएको छ। नगर प्रहरी र ट्राफिक प्रहरीलाई कुनै पनि सवारी साधनमा कारबाही स्वरूप व्हील लक नलगाउन माग गरिएको छ। विपद प्रतिकार्यका लागि सरकारले काठमाडौँ, पोखरा र सुर्खेतमा तयारी अवस्थामा हेलिकप्टर राखेको छ। गृहमन्त्री रमेश लेखकले विपद जोखिम न्यूनीकरण तथा प्रतिकार्यका लागि काठमाडौँ, पोखरा र सुर्खेतमा नेपाली सेनाको हेलिकप्टर तयारी हालमा राखिएको जानकारी दिएका छन्। मंगलबार काठमाडौँमा आयोजित विपद व्यवस्थापन पत्रकारको भूमिका विषय प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै गृहमन्त्री लेखकले मुलुकका 3 स्थानका साथै अन्य ठाउँहरूमा पनि विपद प्रतिकार्यका लागि हेलिकप्टर तयारी हालमा राख्ने तयारी भइरहेको बताए। आवश्यकता अनुसार हेलिकप्टर एसोसिएसनसँग पनि हेलिकप्टर तयारी अवस्थामा राख्ने विषयमा समन्वय भएको छ। गृहमन्त्री लेखकले भने सीमित स्रोत साधन बीच विपद प्रतिकार्य एवं न्यूनीकरणका लागि सरकार लागि परेको छ। उनले प्रदेश सरकार, स्थानीय तह, विभिन्न सरकारवाला निकाय, गैर सरकारी संस्था, यातायात व्यवसायी लगायत सबैले हातेमालो गरेर विपद जोखिम न्यूनीकरण तथा
प्रतिकार्यमा जुट्नुपर्ने मन्त्री लेखकको जोड थियो। विपद जोखिम न्यूनीकरण एवं व्यवस्थापन गर्ने कार्यमा पत्रकारहरूको महत्त्वपूर्ण भूमिका हुने उनले बताए। हामी अत्यन्तै ज्यादा विपदको जोखिम भएको भूगोलमा छौँ, लेखकले भने। जुनसुकै बेला जेसुकै हुन सक्छ। बाढी, पहिरो, डुबान बारेमा पूर्वानुमान गर्न सकिन्छ, तर भूकम्पका बारेमा सकिन्न। त्यसकारण हमेशा तयारी अवस्थामा बस्नु जरुरी छ। उनले 7वटै प्रदेशमा रहेको आपतकालीन गोदाम घर प्रदेश सरकारलाई हस्तान्तरण गरिएको बताए। सङ्घीय मर्म अनुकूल भएन भनेर सबै गोदाम काठमाडौँ बाहेक केन्द्रीय गोदाम घर बाहेक प्रदेश सरकारलाई हस्तान्तरण गरिएको उनले बताए। एलएस अटो विश्वको सबैभन्दा ठुलो डिजाइन हाउस सङ्घाई लन्च अटोमोटिभ टेक्नोलोजी अन्तर्गतको एलएस अटो एक नयाँ ऊर्जा सवारी साधन कम्पनी हो। विगत 25 वर्षदेखि विभिन्न ब्रान्डको अटोमोबाइलको डिजाइन, इन्जिनियरिङ, प्रोटोटाइप विकास तथा परीक्षण, उत्पादन जस्ता सम्पूर्ण काम टर्नकी प्रोजेक्ट गर्दै आएको छ। कम्पनीले आफ्नै अटोमोबाइल ब्रान्डको इभी तयार गरेको हो। यो कम्पनीको जियान्सी प्रान्तमा वार्षिक 1,50,000 उत्पादन क्षमता भएको आफ्नै कारखाना रहेको छ। कम्पनीले युरोपेली बजार लक्षित गर्दै टर्कीमा समेत उत्पादन प्लान्ट स्थापना गरिसकेको छ। कम्पनीले अहिलेसम्म नेपाल सहित युएई, मोरिसियस, टर्की, इजिप्ट, नाइजेरिया, कजाकस्तान र अन्य 11 देशमा आफ्ना उपस्थिति जनाएको छ। एलभी सिरिज कम्पनीले पहिलो मोडेलको रूपमा एलइभी क्रसओभर इलेक्ट्रिक एसयुभी ल्याएको हो। एलएस अटोले सन् 2025 को नामा अटो सोमा थप 2 मोडेलहरू एएलभी एक्स र एलइभी 05 लन्च गर्दैछ। यी कारहरू राइट ह्यान्ड ड्राइभ आरएसडी र लेफ्ट ह्यान्ड ड्राइभ एलएसडी दुवै अप्सनमा बन्ने भएकाले नेपालमा समेत आउनेछन्। एएलभी एक्स प्रिमियम क्रसओभर इलेक्ट्रिक एएसयुभी हो भने एएलभी 05 मिडसाइज कम्प्याक्ट एसयुभी हो। युरो एनक्यापबाट क्र्यास टेस्टमा 5 स्टार सुरक्षा रेटिङ प्राप्त गरेको यस गाडीको खरिदमा कम्पनीले 8 वर्ष वा 1,50,000 किलोमिटर सम्मको मोटर तथा ब्याट्रीमा वारेन्टी दिएको छ। नेक्सन भेन्चरले न्यू सोरुम इनोग्रेसनको अफर भनेर स्टार्ट एसियन एसई को मूल्य 59,95,000 रुपैयाँ तथा कम्फर्ट एडिएसएन को सीई मूल्य 64,95,000 रुपैयाँ तोकेको छ। साथै अब भित्रिन लागेको गाडी एलभी 05 र एलभी एक्स को मूल्य नामा अटो सोमै प्रकाशित गरिनेछ। देशव्यापी रूपमा चार्जिङ स्टेसन समेत विस्तार गर्ने योजना बनाएको कम्पनीले काठमाडौँ तिनकुने एयरपोर्ट कार्गो टर्मिनल अगाडि सञ्चालनमा ल्याएको छ भने काठमाडौँको कालोपुलमा सर्भिस सेन्टर समेत स्थापना गरिसकेको छ। कोरोना संक्रमित महिलाको नोबेल शिक्षण अस्पताल विराटनगरमा मृत्यु भएको छ। मंगलबार बिहान अस्पतालमा भर्ना भएकी इलामकी 39 वर्षीय महिलाको मृत्यु भएको हो। मृतक महिलाको ठेगाना इलामको सूर्योदय नगरपालिका रहेको नोबेल अस्पतालका प्रबन्धकले जानकारी दिए। उनका अनुसार अस्पतालको आकस्मिक कक्षमा उपचारका क्रममा उनको आज बिहान मृत्यु भएको हो। मृतक महिलालाई 7 दिन अघिदेखि स्वास्थ्यमा समस्या थियो। श्वास प्रश्वासमा समस्या हुने र ज्वरो आउने समस्या बढेपछि सोमबार बिर्तामोडको बिर्ता सिटी अस्पतालमा परीक्षण गरिएको थियो। परीक्षणका क्रममा कोरोना कोभिड-19 संक्रमण भएपछि थप उपचारका लागि विराटनगरको नोबेल अस्पताल भर्ना गरिएको थियो। उपचारका क्रममा महिलाको मृत्यु भएपछि शवलाई प्रहरीको जिम्मा लगाइएको प्रबन्धकले जानकारी दिए। कोशी प्रदेशमा पछिल्लो समय कोरोना संक्रमित देखिरहेका छन्। प्रदेश स्वास्थ्य मन्त्रालयका अनुसार कोशी प्रदेशमा 8 जनालाई कोरोना संक्रमण देखिएको छ। संक्रमण मध्ये झापामा 4 जना र मोरङ तथा इलामका 2-2 जना छन्।
नेपालले आउँदो अक्टोबरमा भियतनाम विरुद्धको एएएफसी एसियन कप छनौट खेल अगाडि बङ्गलादेशसँग एक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने प्रस्ताव राखेको छ। बङ्गलादेश फुटबल महासङ्घ BAFAF का उपाध्यक्ष फहाद करिमका अनुसार नेपालले औपचारिक रूपमा सेप्टेम्बर फिफा विन्डोमा मैत्रीपूर्ण फुटबल खेल्ने प्रस्ताव राखेको हो। तर बङ्गलादेशले नेपाल भन्दा बढी टोलीसँग खेल्ने तयारी गरिरहेको छ। प्रिमियर लिग खेल्ने हमजा चौधरी भित्राएसँगै बङ्गलादेश फुटबल टोलीको हाइप बढेको छ। त्यसैले बङ्गलादेशले मैत्रीपूर्ण खेल खेल्न 7 युरोपेली राष्ट्रसँग प्रस्ताव राखेको थियो। तर समय तालिकाको कारण लुथेनिया बाहेक सबै राष्ट्रले बङ्गलादेशको प्रस्ताव अस्वीकार गरेको छ। अफगानिस्तान, यमन र चाइनिज ताइपेई बङ्गलादेशका सम्भावित विकल्प हुन्। यो बाहेक श्रीलङ्काले आयोजना गर्न लागेको 4 देशीय फुटबल प्रतियोगिता खेल्ने बारे पनि बङ्गलादेशले योजना बनाइरहेको छ। तेहरानले कतारमा रहेको अमेरिकी सैन्य बेसमा सीमित बदलावमूलक मिसाइल आक्रमण गरेपछि इजरायल र इरानले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा प्रस्तावित युद्धविराम स्वीकार गरेका छन्। युद्धविरामले मध्यपूर्वमा उथलपुथल मच्चाएको 12 दिने युद्धको अन्त्य गर्नेछ। दुवै पक्षले सम्झौता स्वीकार गर्नु अघि तेहरानले इजरायललाई लक्षित गरी अन्तिम मिसाइल आक्रमण गरेपछि मङ्गलबार बिहान कम्तीमा 4 जनाको मृत्यु भएको थियो भने इजरायलले बिहान हुनु अघि इरान भरका ठाउँहरूलाई लक्षित गरेर हवाई आक्रमण गरेको थियो। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले ट्रम्पसँगको समन्वयमा इरानसँग द्विपक्षीय युद्धविराम गर्न इजरायल सहमत भएको बताएका छन्। हवस् त आज दिनभरिका समाचार यति नै। सामाजिक सञ्जालका अन्य प्लेटफर्ममा पनि यातायात टिभी खोज्नुहोला। हामी यातायात क्षेत्रका र अन्य समाचार नियमित अपडेट गरिरहेका छौँ। नमस्कार।